काङ्ग्रेसकै गृहमन्त्रीबाट एउटा थारूको नेता टिकापुरको त्यो पनि सुदूरपश्चिमको त्यसलाई जेल हालियो नाटकीय तरिकाले। के तपाईँ टार्गेट गर्न खोज्नु भएको छ? म थारू समुदायको, मगर समुदायको, तामाङ समुदायको, मधेसी समुदायको तमाम नेता र जनतासँग आग्रह गर्न चाहन्छु कि 84मा आउँदाखेरि काङ्ग्रेसलाई आफ्नो आफ्नो दरवाजाबाट डाँडा कटाउनुहोस्, किनकि यो काङ्ग्रेसले मधेसी जनजाति, थारू, मुस्लिम, महिला सबै विरोधी हुन्। त्यस कारणले महिला सचिव नबनाएर त्यो काङ्ग्रेसको मन्त्रालय थियो, काङ्ग्रेस त्यसबाट उन्मुक्ति हुनु मिल्दैन। स्वास्थ्य सचिव नम्बर 1 थियो, 1 वर्ष सिनियर पनि थियो, तर उसको दोष एउटै मात्र थियो कि मधेसी महिला थियो, उसले भ्रष्टाचारमा पैसा दिन सक्दैन। त्यस कारणले यो जुन राजनीतिको महाभारतको चौसरमा हामी जुन महाभारतमा जसरी ठुल्ठुलो नेता आँखा चिम्लेर बसिरहेको थिए, काङ्ग्रेसका तमाम त्यो महाभारतको भीष्म पितामह द्रोणाचार्य जस्तो नेताहरूलाई सोध्न चाहन्छु कि तपाईँ सभापतिको हातमै काङ्ग्रेस जस्तो एउटा लोकतान्त्रिक पार्टी, बिपी कोइरालाले हिमाल पहाड तराई, मधेसी जनजाति, थारू, मुस्लिम अनि खसारे सबैलाई मिलाएको पार्टी निर्धारित 3 मिनेटको समय सकिएको छ। म आधा मिनटमा सकाउँछु महोदय। त्यस कारणले काङ्ग्रेस 74मा पनि हामी जितेर आउँदाखेरि 23 सिटमा झरेको थियो। अर्को सिट कहीँ 10-15मा झर्ने अवस्था 84मा नहोस्। 84मा भोट माग्ने अवस्था जनतामा जानुपर्छ। त्यो जनता यो देशको भोटर मधेसी नहीं हो, तामाङ नहीं हो, मगर नहीं हो, गुरुङ नहीं हो, मुस्लिम हो, थारू हो। त्यस कारणले आज जुन तरिकाले बम्पर उपहारको खोजी भइरहेछ, जुन तरिकाले बन्द कमरामा चौसर बसिरहेछ, जो कमराले विभिन्न नियुक्तिको लागि पैसाको कलेक्सन गर्ने पूर्व सचिवहरूलाई आदेश गरिराखेको छ, त्यसले यो महिनाको लास्टमा जुन बम्पर त्यो लटरी खुल्नेवाला छ, त्यो लटरीको लागि उपसभामुखको पदको यदि बढी भयो भने काङ्ग्रेसलाई इतिहासमा, नेपालको राजनीतिक इतिहासमा कहिले पनि नेपाली जनता माफ गर्दैन। धन्यवाद।